चैत्र 15 गते शुक्रबार नेकपा माओवादी केन्द्रले विशाल आमसभा आयोजना गर्दा परिवर्तनको नयाँ सन्देश दिँदै गर्दा राजावादी निकट दलले भोलिसकेको राजतन्त्रको झल्को पराकाष्ठ रूपमा दिएर गएका छन्, मानव विदण्ड मचाएर गएका छन्। नेकपा माओवादीले काठमाडौँ महानगरपालिकाले गरेको विकासप्रति आँच नआउने गरी प्राकृतिक सम्पदाहरूको सुरक्षाले आफूहरूले गरेको फोहोर मैला समेत आफै नै सफा गरेर शान्तिपूर्ण हिसाबले विरोध कार्यक्रम सञ्चालन गरेर इतिहास रच्छन्। यता राजावादीहरूको आन्दोलनमा सर्वसाधारणको निजी सम्पत्ति तोडफोड गरिन्छ, उद्योग कल कारखाना तहस नहस बनाइन्छ, सर्वसाधारणलाई मारिन्छ, पत्रकार समेत मारिन्छ, अरू त अरू प्रतिगमन र निरङ्कुशताको चरम प्रदर्शन गरिन्छ। जनतालाई कमान्डरले नै आफै हुलुजुत गर्छन्, आफै उक्साउँछन्, आफै फरार हुन्छन्। यतिसम्म लास पचाइन्छ जनतामा डर र त्रास पैदा गर्न। नमस्कार, म चन्द्रबाबु थापा। देशमा छाएको अशान्तिले देशलाई कतापट्टि लैजाँदैछ। आजको यस बहस कार्यक्रमको विषय यही रहनेछ र यही विषयलाई म बुझाउने कोसिस गर्नेछु। नेपालमा चलिरहेको राजनैतिक अस्थिरतालाई हेर्दा नेपालले लिएर अनुमान गरिएको जुन विकासको दिशा लगभग दिशाहीन भइसकेको छ। कहिले सरकार परिवर्तन हुन्छ त कहिले अँध्यारो नेपाललाई उज्यालो नेपालमा परिवर्तन गरेका कुलमान घिसिङलाई हटाइन्छ। यस्ता हरकत गरेपछि नेपाली जनतामा अशान्तिको उग्र रूप देख्न थालिएको छ। कुलमान घिसिङलाई हटाएसँगै वर्तमान सरकारवालाहरूप्रति आम जनता असन्तुष्टि पोख्दै सामान्य आन्दोलन भने गर्दै आइरहेका थिए। कुलमानलाई हटाएको एक बहाना थियो, त्यसमाथि देशमा भइरहेको भ्रष्टाचार, बेइज्जती र कालोबजारी विरुद्ध भनेर नेकपा माओवादी केन्द्रले चैत्र 15 गते विशाल आमसभा गर्ने घोषणा गर्छ। यसैबीच सरकारमा रहेका नेपाली काङ्ग्रेसले पनि चैत्र 15 गते नै काठमाडौँमा शक्ति प्रदर्शन गर्ने भन्ने सुन्नमा आउँछ। गणतन्त्रको काम छैन, हामी राजा ल्याउँछौँ भन्ने पक्षधरको पनि विरोध सभा 15 गतेको दिनमा नै गर्ने भनेर घोषणा गर्छन्। राजावादीहरूले यसो त पटक पटक स्टन्टबाज नै गर्दै आइरहेका छन्। 2081 साल चैत्र 14 गते विदेशी नागरिकलाई हायर गरेर माइती घरमा राजा ल्याऊ भन्ने नारा समेत गुन्जाउँछन्। राजावादीले गरेको चैत्र 15 गतेको आम भेलालाई बुझ्ने हो भने विरोध सभा कम प्रतिशोध सभा ज्यादा जस्तो देखिएको थियो। एक दलले पहिला नै हामी यो मितिमा कार्यक्रम सञ्चालन गर्दैछौँ भन्ने घोषणा गर्दा गर्दै पनि राजतन्त्रलाई फर्काउँछौँ भन्ने राजावादीहरूले पनि चैत्र 15 गते नै विरोध सभाको आयोजना गर्छन्। नेपालमा सरकारप्रति बढ्दै गइरहेको असन्तुष्टिलाई मध्यनजर गर्दा दुई ठूला दलले यसरी सभा गर्दा झडप हुने, समाजमा कायम भएको शान्ति भङ्ग हुने सक्ने सम्भावना बढेर जान्छ। तथ्य र नीति सङ्कटलाई दाँजेर हेर्ने हो भने दुर्गा प्रसाईले आयोजना गर्न लागेको सभा बन्द हुनुपर्ने थियो। मेरो दिन आज नै हो, आज मात्रै बाँच्छु, आज मेरो अन्तिम दिन हो भन्ने जस्तै दुर्गा प्रसाईले आफ्नो बल प्रयोग गरेर चैत्र 15 गते नै सभाको घोषणा गर्छन्। दुर्गा प्रसाईको खबरदारी सभा कम जनतालाई त्रास पैदा गर्ने उद्देश्यले आन्दोलन गरेको प्रमाणित हुन्छ। गृह मन्त्रालयले कर्फ्यूको घोषणा गर्दा गर्दै आफूले प्रहरीको सुरक्षा घेरा तोड्नपछि मात्र पर्दैनन्, आम जनतालाई उक्साउँछन्, हुलुचत दिन्छन्, आफै फरार हुन्छन्। परिमाण स्वरूप प्रसाईले जस्तो सोचेका थिए उनले प्राप्त गरेर नै छाड्छन्। तिनकुने काठमाडौँमा पूर्व राजाको समर्थकले आयोजना गरेको सभा भनौँ वा रण मैदानको बहानामा संविधान प्रदत्त विचार अभिव्यक्तिको स्वतन्त्रता र बिना हात हतियार शान्तिपूर्वक हुने भनिएको बेला स्वतन्त्रताको उपहास गर्दै हिंसात्मक प्रदर्शन गरिन्छ। आम जनता मारिन्छ, सुरक्षाकर्मीलाई घाइते अङ्गभङ्ग बनाइन्छ, घर आगजानी गरिन्छ, निजी सवारी साधन तोडफोड गरिन्छ, व्यक्तिको निजी सम्पत्ति तहस नहस पारिन्छ, कारखाना समेत आगजानी गरिन्छ, कतिको पसल तोडफोड गरेर चोरी समेत हुन्छ। शान्ति साथ रहिरहेको काठमाडौँ सहर एकैछिनमा रणभूमिमा परिवर्तन हुन्छ।
राजावादीले प्रतिगमन र निरङ्कुशताको चरम सीमा मात्र प्रदर्शन गर्दैनन्, अमानवीय एवं अमर्याद घटनाहरू समेत घटाउँछन्। मानव बङ्गलादेशमा घटेको घटना नेपालले समेत भोगिरहेको छ। कतै देश बङ्गलादेश जस्तै त बन्न गइरहेको छैन जस्तो महसुस हुन्छ। संविधानले सबै वर्ग, जात, जाति, भाषा, लिङ्ग र धार्मिक अधिकारको संरक्षण गर्दै लोकतान्त्रिक शासन व्यवस्थाको उच्चतम उपयोग गर्ने मार्ग प्रशस्तै गर्दै पनि शान्तिपूर्ण तरिकाले विचार प्रकट गर्ने लोकतान्त्रिक विधिको साटोमा हिंसापूर्ण एवं अराजक किसिमको गतिविधि गर्न पछि पर्दैनन्, जुन व्यवहारले न राजाको भलाइ हुन्थ्यो न आम जनताको नै। यता नेकपा माओवादीले आयोजना गरेको खबरदारी तथा विरोध सभामा मानिसहरूको घुइँचो व्यापक थियो। सभ्य र सुशासनलाई कायम राखेर नै कार्यक्रम सञ्चालन गरिन्छ र अनुशासनको साथ नै कार्यक्रम अन्त्य गरिन्छ। यी दुई ठुला दलबीच भएको सभाको फरक तस्बिर हेरेर आफै पनि दाच्न सकिन्छ देश कतापट्टि मोडिँदैछ भन्ने कुरा।